सो गाइस गृहमन्त्री सुधार गुरुङले फाइनली राजीनामा दिएका छन्। राजीनामा दिनुपर्ने कारण भनेको चाहिँ तपाईको अहिले सोशल मिडियामा कन्ट्रोभर्सी भइरहेको छ। उनको सम्पत्तिलाई लिएर, उनको शेयरलाई लिएर एकदम भारी मात्रामा शेयर खरिद गरेको स्पष्टीकरण राम्ररी नदिएको भन्ने कुरा भएको छ र ठुलठुला बिचौलियाहरूसँगको संगत पनि देखिएको छ भन्ने कुरा भएको छ है। ठुलठुला बिजनेसम्यानसँगको संगत देखिएको छ, शेयरमा तपाईको लगानी अनि उनीहरूको सम्बन्ध देखिएको छ भन्ने जस्ता कुराले गर्दाखेरि चाहिँ सोशल मिडिया एकदमै तातेको र सबै ठाउँबाट चर्काचर्की भएको कारणले गर्दा चाहिँ बाध्य भएर आज सुधार गुरुङले राजीनामा दिनुभएको छ। तपाईलाई के लाग्छ, राजीनामा दिनु सही गलत भनेर कमेन्ट पक्कै गर्नुहोला। अब केही ब्याकग्राउन्ड हामी बताउनेछौँ। सुधार गुरुङले अहिले गरेको कामहरूलाई सहन नसकेर चाहिँ विपक्षीले चाहिँ यो गरेको भन्ने चाहिँ दाबी छ। किनभने चाहिँ सुधार गुरुङले गरेको कामहरू, ठुल्ठुला एक्सन्सहरू, भ्रष्टाचार विरोधी कामहरू है, अनि ठुल्ठुला एक्सन्सहरू, अनि एउटा साधारण सिम्प्लिसिटी देखाएको है, सबैलाई बराबर रूपमा राख्ने प्लान गरेको है, यो सबै चीज गरेको देख्दाखेरि चाहिँ इन्डिया नेपाल जति पनि पोलिटिकली पार्टीहरू छन् सबै ठाउँमा एकदमै बहसको विषय बन्यो र जसले गर्दा चाहिँ हुनसक्छ यो कुन सरकारले गर्यो, कसले गर्यो, कसको चालखेलमा गयो भन्ने कुरो चाहिँ थाहा छैन। तर पनि यो सोशल मिडियामा चाहिँ फेक न्यूज फैलाउनेहरू चाहिँ मोस्टली चाहिँ यी न्यूज रिपोर्टरहरूलाई चाहिँ हामीले पक्राउनु पर्ने हुन्छ, यिनीहरूलाई चाहिँ कारबाही गर्नुपर्ने हुन्छ, यी न्यूज रिपोर्टरहरूको चाहिँ एउटा लाइसेन्स रद्द गर्नुपर्ने हुन्छ भन्ने चाहिँ हामी माग गर्छौँ। किनभने चाहिँ जथाभावी चाहिँ यसरी सोशल मिडियामा जे पाए त्यो पोस्ट चाहिँ गर्न मिल्दैन, कसैको विरोध गरेर कसैको सरकारै एकदमै फसाउनु पनि हुँदैन भन्ने चाहिँ हामी उ गर्छौँ। यो राजीनामा दिएको छन् है, तपाईँलाई के लाग्छ सेयर गर्नु लागि चाहिँ यो सही गरे कि गलत गरे कमेन्ट गर्नु होला।